नमस्कार सबैजनालाई। म अहिले बर्दघाट सुस्ता यहाँ लेबाडातिर म अवस्थित यो धर्मार्थ होमियोप्याथिक क्लिनिकमा आएको छु। यो ठाउँमा धेरै बिमारीहरूको उपचार हुन्छ, धेरै रोगहरूको उपचार हुन्छ र मैले पनि यहीँबाट उपचार गरेको छु। मैले यहाँ उपचार गर्दा राम्रो चाहिँ आफूलाई रिजल्ट पाएको छु। मेरो सुगर, प्रेसर यी बिमारीहरू थियो। अहिले मेरो सुगर पनि अब धेरै चाहिँ कन्ट्रोल भएको छ। अहिले मेरो 90 फास्टिङमा छ भने अब खाना खाइसकेपछि 107 छ। यो भनेको मेरो एकदम कन्ट्रोल भएको छ। आज म यो ठाउँमा आएको थिएँ औषधिकै लागि र यो ठाउँको मैले भिडियो गराएर पोस्ट गरेको थिएँ। मलाई यो जानकारी धेरै थिएन। आज यहाँको मूल पुजारी ज्यूसँग म यहाँ सानो भिडियो गराउँदैछु। गुरुजी नमस्कार। नमस्कार। तपाईँको नाम भनिदिनुहोस् न। मेरो चुरामणि भण्डारी। अनि यो धर्मार्थ आयुर्वेदिक होमियोप्याथिक क्लिनिकको तपाईँ यहाँ मूल पुजारी हुनुहुन्छ। हजुर। यहाँ मन्दिर छ, यहाँ भक्ततालु श्रद्धालुहरू आउनुहुन्छ। यहाँ बिमारीहरू हरेक रोगको यहाँ चाहिँ हुन्छ, औषधि हुन्छ, यहाँ चाहिँ उपचार हुन्छ। र यो ठाउँको चाहिँ छोटो मिठो यहाँको चाहिँ यो लोकेसन, यो अवस्था, यहाँको चाहिँ यो मन्दिरको बारेमा बताइदिनु न। अब यहाँको मन्दिरको बारेमा बताउँदाखेरि एउटा डाक्टर फेरि सेवा हुनुहुन्छ। डाक्टर कहाँको हुनुहुन्छ अहिले? जनकपुर। हजुर। डाक्टर फेरि सेवा हुनुहुन्छ, पुजारी फेरि सेवा गर्ने हो। हजुर। यहाँका समितिहरू पनि फेरि सेवा हुनुहुन्छ। हजुर। जनता जति आउनुहुन्छ त्यतिलाई हामीले सेवा गरेर बसिएको छ। अनि यहाँ कस्तो विचार लिएर आउनुहुन्छ? जो उपचार गर्न आउनुहुन्छ कहाँ कहाँबाट आउनुहुन्छ यहाँ उपचार गर्न? यहाँ स्याङ्जाका आउनुहुन्छ, पर्वतका आउनुहुन्छ। हजुर। दाङका आउनुहुन्छ, काठमाडौँसम्मका आउनुहुन्छ, यहाँबाट गोरखपुरसम्मका आउनुहुन्छ। भनेपछि इन्डियाबाट पनि यहाँ उपचार गर्न आउनुहुन्छ। भनेपछि यहाँ हाम्रो उपचार औषधि चाहिँ कहाँबाट हाम्रो ल्याएर वितरण गरिन्छ? नेपाली यही हाम्रै नेपालको उत्पादन हो कि हामीले इन्डियाबाट अथवा अयोध्यापुरी राम जन्मभूमिबाट? हजुर। उहाँबाट एउटा भनौँ न पवित्र यो चाहिँ एउटा आयुर्वेदिक औषधि होमियोप्याथिक पद्धतिबाट यो रोगहरूको निरादान गरिन्छ यसमा। अनि यहाँ गुठीको व्यवस्थापन समिति के कसो छोटो मिठो बताइदिनु नि। यहाँको कस्तो छ अब आर्थिक अवस्था, यहाँ कसरी सञ्चालन भइरहेको छ, तपाईँलाई के कस्तो सुविधाहरू छ? यो सुविधा खानापिनाको सुविधा छ। हजुर। यहाँ तनखा छैन। हजुर। अब समितिहरूको पनि यहाँ बिचरा बुधबार मङ्गलबार बस्नुहुन्छ। कोही दिनभरि पनि बस्नुहुन्छ, कोही 12-1 बजीसम्म बस्नुहुन्छ। हजुर। उहाँहरूलाई पनि केही छैन, 1 कप चिया खाएर बस्ने हो। हजुर।